बैठकमा हामी सिङ्गो प्रदेशभित्रै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउनको निम्ति मध्य प्रदेश सरकारले तपाईहरुलाई के सहयोग गर्छ, के गर्नुपर्छ भनेर मैले प्रस्ताव राखेँ। भिआइपी, नन भिआइपी, सिभिलियन, आम प्रदेशवासीको सुरक्षाको विषयमा प्रदेश सरकार प्रतिबद्ध छ। त्यसैका कारणले प्रदेश सरकारसँग त आफ्नो प्रहरी फोर्स त छैन भनिसकेपछि तपाईहरु मार्फत हामीले इम्प्लिमेन्टेसनमा जानुपर्छ भन्दा उहाँहरूको प्रतिबद्धता के आयो भने प्रदेश सरकारको सुरक्षा समन्वय परिषदको जे निर्णय हुन्छ त्यो इम्प्लिमेन्टेसन गर्नको निम्ति हामी तयार छौँ। र हामीले भने कि अब तीनवटै सुरक्षा निकायको तर्फबाट हामीलाई तपाईको चाहिँ नि अहिलेको अवस्था, विगतमा कस्तो प्र्याक्टिस थियो र के गर्दाखेरि सुरक्षा तपाईको चाहिँ नि को ग्यारेन्टी गर्न सकिन्छ, आम जनताको विश्वास आर्जन गर्न सकिन्छ, त्यसको खाका हामीलाई चाहिन्छ है। र हामीले यसको सिड्युल बनाउँछौँ। सुरक्षा समन्वय परिषदको बैठक कुन दिन बस्छ, योभन्दा अगाडि त्यो प्र्याक्टिस थिएन। र आज हामीले के निर्णय गरेको भने सिड्युलमा बस्नु, आम जनमानसलाई के थाहा होस् भने सुरक्षा परिषदको बैठक फलाना दिन हुन्छ। त्यसले के हुन्छ भने नीतिगत निर्णयहरूमा, निर्णय पुनरावलोकनहरूमा हैन सहयोग हुन्छ। र सुरक्षा निकायको तर्फबाट हाम्रो अहिले जुन के भन्छन् जेनजी पुस्ताको आन्दोलन पछिको मनोबल छ त्यो उकास्नको निम्ति हामीलाई प्रदेश सरकारको तर्फबाट तपाईको चाहिँ नि भौतिक, नैतिक, आर्थिक सबै खालको सहयोग चाहिन्छ, मनोवैज्ञानिक सहयोग चाहिन्छ। हिजोसम्म कसैले लिडरसिप, गार्जियनसिप लिएन। कमसेकम पोलिटिकल लिडरसिपहरू कस्तो हुन्छ भने बेला अनुकूल हुँदाखेरि जस लिने, प्रतिकूल हुँदाखेरि जस नलिने, गार्जियनसिप नलिने, कसले गर्यो मैले भनेकै थिएन भन्ने खालको जुन हुन्छ अनि त्यसको ओनरसिप प्रदेश सरकारले लिन्छ, त्यसको गार्जियनसिप तपाईँको चाहिँ प्रदेश सरकारले गर्छ भन्ने खालको प्रतिबद्धता हाम्रो तर्फबाट जाहेर हो। सुरक्षा निकायको तर्फबाट तपाईँको आजबाटै एउटा बिचमा छिटफुट केही घटनाहरू जुन घटेका छ, तपाईँको चाहिँ नि मन्त्री परिषदको कार्यालयको एउटा कर्मचारी जुन तपाईँ कुटिया छ त्यसलाई कानुनी उपचारमा लाने निर्णय गरिसक्यो हामीले। त्यसपछि तपाईँको थप अझै त्यो तपाईँको चाहिँ नि के भन्छन् प्रहरीमाथिको हातपातको विषयमा तपाईँको चाहिँ कानुनी उपचारमा जाने भनेको छौँ हामीले। त्यसपछि तपाईँको चाहिँ नि अन्य सार्वजनिक सम्पत्ति जुन तोडफोड भएको छ त्यसको प्रतिवेदन सहित तपाईँको तयार गरेर ल्याउनुहोस् भनेर त्यो हाम्रो मन्त्री परिषद कार्यालयलाई हामीले निर्देशन दिएका छौँ। अब कतिकै क्षति भएको छ त्यो डाटा अनुसार र कसले क्षति गर्यो त्यो अनुसारको तपाईँको कारबाहीमा जान्छ। समग्रमा यति बुझ्नुहोस् कि आजबाट तपाईँको चाहिँ नि उहाँहरूको पनि के थियो भने हाम्रो गार्जियन भएन, हाम्रो अपनत्व लिने मान्छे भएन। त्यसो भएका कारणले गर्दा हामी पनि रनु भुल्नमा पर्छौँ। तपाईँको यतिको तपाईँको चाहिँ नि बोल्ड हामीसँग प्रोटेक्सन, हामीलाई प्रोटेक्सन भयो भने तपाईँ ओनरसिप लिनुहुन्छ भने प्रहरी सुरक्षा निकायले तपाईँको अराजकताको विरुद्ध, व्यथितिको विरुद्ध होइन, तपाईँको चाहिँ अपराधीकरणको विरुद्ध, तपाईँको चाहिँ नि लागु औषधको विरुद्ध है, महिला हिंसाको विरुद्ध, तपाईँको चाहिँ नि मितव्याजीकरणको तपाईँको निवेदनको पक्षमा हामी खुलेर बोल्ड डिसिसन गर्छौँ। तर हामीलाई तपाईँको चाहिँ नि जिम्मा लिइदिने मान्छे भएन। जिम्मा लिइदिनुहोस्, हामी तीनवटै चारवटै विषयमा हामी अगाडि बढ्छौँ भन्ने हामी निर्णय गर्छौँ।